आज त म मन्दिर दर्शन गर्न गए साथीहरू। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो डे 28 मिनी ब्लगमा। म बिहान उठेर मेरो सानीमासँग दुध लिन गए। पसरी दुध लिन जाँदा चाहिँ मैले यो छाता बोकेर गएको थिएँ। खुसी हुँदै त्यसपछि मैले यो छाता छोड्दै नछोडिकन मलाई पसलको बाटो पनि थाहा छ कि साथीहरू। अनि त्यही भएर मैले दायाँ बायाँ नहेरिकन अगाडि पछाडि नहेरिकन सिधै पसल पुगेँ। पसल पुगेर चाहिँ आन्टीले मलाई छाता देऊ न भन्ने हुनुहुन्थ्यो। मैले पानी परेछ बाहिर भनेर पसलभित्र जाँदा पनि छाता नछोडिकन दुध ल्याएर फर्केँ। अनि मैले दुध खाएँ। त्यसपछि म साइकलमा चढेर मेरो बाबासँग गफ गर्न थालेको थिएँ। अनि मेरो बाबा मलाई देखेर छक्क पर्नु भएको थियो साथीहरू, कति गफ गर्न सकेकोले भनेर होइन। म चाहिँ गफ लगाएकै थिएँ, मैले यो गरेँ त्यो गरेँ भनेर। अनि साँझतिर चाहिँ म र मेरो मम्मी गयौँ हामी नजिकैको मन्दिर पुगेपछि मलाई एकछिन आनन्दले बस्नुपर्छ साथीहरू। अनि सबै भगवान्लाई दर्शन गर्नुपर्छ। मैले त्यस्तै गरेँ, सबै भगवान्लाई दर्शन गरेँ। अनि मैले क्याट पनि लगेर गएको थिएँ। अनि क्याटलाई पनि दर्शन गराइदिएँ। अनि यो मन्दिर के साथीहरू एउटा स्कुलसँग सँगै सटेको छ। ल कुन स्कुल हो भन्नु है त। अनि मैले यो स्कुलको ग्राउन्डमा मजाले खेल्न थालेँ, यताउता कुद्न थालेँ साथीहरूसँग। अनि म त्यहाँबाट एकछिन थाकेर आएर म घर आएर बस्ने ठाउँ केही पनि नभेटाएर मैले यो टिभीको टेबलमाथि गएर बसेर मजाले यसलाई उल्टटी मिलाउन थालेँ। अनि मेरो मम्मीलाई मैले मिलाइसकेपछि 3-4 भन्दै काउन्ट गर्दै गरिरहेको थिएँ। त्यहाँ काउन्ट गर्दाखेरि चाहिँ मेरो बाबाले उतापट्टि डिस्टर्ब गरिराख्नु भएको थियो कि। हेर्नु न, मैले यता मजाले काउन्ट गरेर चाहिँ बाबाले डिस्टर्ब गरिराख्नु भएको थियो। मैले बाबालाई गो उता गो भन्दै कराइरहेको थिएँ, किनभने बाबाले लास्टै डिस्टर्ब गर्नुभएको थियो साथीहरू। अनि मैले यता काउन्ट गर्छु, उताबाट बाबाले डिस्टर्ब गर्नुहुन्छ। अनि मलाई रिस उठ्यो। अनि मैले फेरि गो भनेँ। यो खेल्दा अति भोक लाग्यो साथीहरू। अनि मलाई खाना खान दिनुहोस् भन्दाखेरि चाहिँ कसरी दिन मान्नु भएन। अनि त्यसपछि मैले आफ्नै ग्यास चुलोमा मैले पकाएर माम खाएँ साथीहरू। आजको लागि यति। थ्याङ्क यू सो मच फर वाचिङ। गुड नाइट साथीहरू। हजुरहरूलाई मेरो ब्लग कस्तो लागिरहेको छ कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।